यहाँ हेर्नुहोस् है गाईसाहरू भन्छ नि यहाँनिर तिमीहरूको घरमा के काम हुन्छ र हौ नानी हेर्नु मात्रै हेर्नुहोस् त यहाँनिर यसलाई हेरेर मात्रै हुन्छ र यसलाई बोकेर घुमाउनु पर्छ नि हो आम्मामामा भात खाने टाइम पनि पाउँदैन कस्तो छ खमै खाना यहाँ हेर्नुहोस् यहाँ त हाम्रो जान त अम्बक खाएर भात चाहिँ खाँदैन हो यस्तो छ है मान्छे यहाँनिर अब मामाम पाची खानुपर्छ मामाम खानु मान्दैन यस्तो त छ त हो साथीहरू हाउसवाइफको चाहिँ घरमा काम हुँदैन भन्छ मान्छेहरूले यहाँ जान यहाँ बस्नु ल बसि नसक्छ नि अब यहाँ स्टार्ट भइहाल्छ नि हाम्रो जानको यहाँ हेर्नुहोस् त गाइसहरू यहाँ भ्लग गर्छ नि मेरो छोराले पनि हैट गरिहाल्छ नि यहाँ रिस हेर्नु नि रिस मान्छे छ 1.5 फुटेको पनि छैन कि रिस छ नि मुख गर्छ नि हौ रिस्वा सबैभन्दा रिस्वा नि सबैपट्टि गएको हुनु पर्यो हाम्रो घरमा सबै रिस्साहरू मात्रै छ नि रिस आउँदैन उठ्यो भने के खालको रिस आउँछ एक नम्बरमा यसको बाउ रिस्वा छ मामाहरू पनि रिस्सा छ अनि त्यो नाति पनि रिस्सै भएर छैन अब हामी भात खाना आँटेको सो बाय बाय सो हमारा घर में सब्जी पक गया यहाँ जानु फ्राई कर रहे हैं पापड़ कल से लेके आया है कल मेहमान आया था घर में पापड़ देने के लिए जानु आज खुद ही खा रहे हैं मेहमानों को पापड़ देना ही भूल गया हो हमारे जानु ने तो आज आफै फ्राई गरेर खाँदैछ यहाँनिर भुल गया खाइसकेर याद आएछ नि हौ त्यहाँ हाम्रो मम्मी चाहिँ भाडा मस्काकै हुनुहुन्छ हो कहाँ पो छ दाल चाहिँ पनि परेछ तताउनु भनेको यो दाल त अन्त बेलुकाकै पकाएको यस्तो चिसो भयो होला नि केही छैन खानुपर्छ कहाँ गयो ला यहाँ पनि छिरेछ नि त अब निक्ल अब आफै आऊ चित आऊ टाउको निकालेर आफै आऊ निक्लिनु सिक कसले पस्नु भने खाटमुनि त्यो बट्टा छिरेको होला कि ल्याउनु गएको ला अब त बट्टा ल्याउनु खाटमुनि पनि पस्ने भइसक्यो यहाँनिर निक्लिनु छिटो अलिक झुकेर निक्लिनुपर्छ टाउको यसो गर्नुपर्छ हाँस्छ त्यहाँ यचो अलिक पछाडि यचो अब आउनु ल अलिक अब आउनु न अगाडि म त निकाल्दिनँ अब निक्ले त्यहाँ पसिसके चाहिँ निक्लिनु पनि सिक्नु पर्यो नि निक्ले छिटो निक्ले जान्दा हरायो भनेको त खाटमुनिमा पसेछ भाइ त हामी यहाँ सुन्तला देखेर गयो फेरि छोडिदिन्छ भात नखाउँ भन्छु कि साथीहरू के गर्नु खानु मन परिहाल्छ मोटाएर हात्तीको सेकेन्डको भइसकिसकेको छु भात नखाउँ भन्छ पनि अब खमखम लागिहाल्छ हो बस्तीमा चाहिँ भात छोड्नै सक्दिनँ म किनभने यहाँको सब्जीहरू एकदम टेसिलो हुन्छ नि त अब नखाउँ भन्दा पनि अब के खमखमै लाग्छ सायद बेङ्गलोर जस्तो जग्गामा हुन्छ म डाइट गर्नु सक्छु कि अन्त यहाँ चाहिँ डाइट गर्नै सक्दिनँ मलाई पनि
फेरि बाहिर घाममा बसेर हो भात खानुको मजै अर्को कहिले कहिले त सोच्छु भात खाँदै मात्रै बस्नु नि पर्नु नि है काम पनि गर्नु नपर्नु पैसा रुपियाँ पनि ड्याममै आउनु त्यस्तो लाइफ हुनु नि मेरो पनि अल्छे लाइफ क्या भात खानुको लागि काम गर्नुपर्छ पैसा छैन यो मान्छेहरू चाहिँ धनी धनी कसरी चाहिँ हुन्छ हौ धनी धनी छोराछोरीहरू घुमेर खाएर पैसा उडाउन पनि कहिले पैसा सक्दैन नि त हौ तिनीहरूको त हामीलाई चाहिँ अहिले घरदेखि बाहिर निक्लिनु भने ए पैसा छैन कहाँबाट म्यानेज गरौँ पो हुन्छ त म पनि निता त नितै हो कि तर अम्बानी चाहिँ भइरहेको छु कास मेरो एकाउन्टमा डङडङ्गै पैसा पस्दिएको भए कहाँबाट झुक्किएर कसैले दया गरेर हालिदियो भने दामी हुन्थ्यो होला है मेरोमा 1 करोड जस्तो भएको भए चाहिँ नि मस्त घुम्थेँ साँच्चै भनेको आउट कन्ट्री मारेर आउँथेँ म अब म जिन्दगीभर मरिन्दासम्म म 1 करोड त कमाउनु सक्दिनँ होला क्या गाह्रो छ